अस्ति नै यो फुल भुवाइलाई हुँदा त राम 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 वन मौरी मात्रै आँटी हिल मौरीले 10 बजेपछि अझै पनि आउँदैछ। हेर्नुहोस् गाइस, हिमालको काखमा चाहिँ यस्तो राम्रो तोरी उत्पादन भएको छ। कति रमणीय छ, कति अर्ग्यानिक, कति प्राकृतिक छ त। हेर्नुहोस् है, कति रमाइलो छ। यो हामी माछापुच्छ्रे गाउँपालिका कोलोनी हो। वातावरणीय हिसाबले यहाँ यति राम्रो छ। बिहानको झुल्के घाम यस्तो राम्रो परेको तोरीबारी अनुमान गर्न सकिन्छ। रमणीय छ, यस्तो अर्ग्यानिक छ। घर थोरै पातलो ग्रामीण क्षेत्र भएको हुनाले यहाँ समुदायहरू धेरै पातलो देखिन्छ। तैपनि यहाँको आनन्द भनेको छुट्टै छ। यता भैँसीका लागि दाना तयार हुँदैछ। बढी चिसो भएको हुनाले पकाएरै खुवाउने चलन छ नि। यसरी घाममा निकालिन्छ र सानो गोठ छ। वस्तुभावलाई पनि आनन्द छ। क्या स्वर्ग छ, क्या आनन्द छ। माछापुच्छ्रे हिमाल हल्का न्यानो रूपमा बसिएको छ। माछापुच्छ्रे शिरमा दुईटा कान ठाडो गरेर बाघ पूर्वतिर फर्केको देखिन्छ। महानुभावहरूले त्यसलाई निहालेर हेर्नुहुन्छ भने बाघ बसेर आराम गरेर पूर्वतिर हेरेको देखिन्छ। गाइस, त्यसलाई हेर्ने प्रयास गर्नुहोस् है। यो अन्नपूर्ण साउथ हो। हल्का देखिन्छ यहाँबाट। हस्त गाइस, यो साथै अर्को क्लिप हामी फेरि लिने नै छौँ। अहिलेलाई बाई भन्दै अब यहाँबाट फेरि माथिपट्टिको एउटा घर छ, जहाँ त्यो घर पनि यही घर जस्तै छ, रमणीय छ। यता पनि अरू गोठ पनि रहेछन्। यो गोठमा पनि त्यसरी नै धुवाइरहेको छ। रमाइलो छ। यता फेरि अर्को राखन धारनको लागि सानो कटेज छ। यसरी हुँदै यो बाटो हामी तल लुम्रेतिर ओर्लँदैछौँ। हस्त गाइस, बाई, जय प्रकृति।